साथीहरू आज मैले 3 थाल थपे माम खाने खसीको मासुको रेसिपी लिएर आएको छु। मेरो छोरीको कुरा सुन्नु है। मेरो माम थप्ने रे कतिचोटि थप्यो? 3 चोटि है? 2 चोटि अब 1 चोटि थप्यो भने 3 चोटि होइन? अझै खाने माम? पुगेन अरे रस हो। फेरि थपेर माउ खानुभएको छ। यहाँ चाहिँ चिकन अरे मटन। तिमीलाई के को मासु मिठो लाग्छ? ल अब सुरु गरौँ है पकाउन। सुरुमा पकाउन लागि त चिकन मटन चाहिहाल्यो है। अनि मैले चाहिँ कुकरमा बनाउँछु कि मेरो छोरीले खान सक्दैन नि त कराईमा बनाएको, त्यही भएर टोक्न सक्दिनँ। अनि मेरो छोरीले मासु कस्तो मन पराउँछ त्यही नि। अनि म त्यही भएर कुकरमै बनाउँछु जहिले खसीको मासु चाहिँ है। अब देखिहाल्नुभयो मैले के हालेँ भनेर। सुरुमा त्यही हालेँ, अनि पछि सबै हालिसकेपछि मैले प्याज हालेँ अनि खोर्सानी। मेरो छोरीले चाहिँ पिरो खान्छ, हजुरहरू चाहिँ आफ्नो बच्चाले कस्तो खान्छ त्यही अनुसार हाल्नु। मेरो छोरीले चाहिँ पिरो खान्छ साथीहरू है। र चाहिँ यो अलिक ठुलो भएदेखि मैले पिरो अलिअलि खाने बानी गराएको छु, त्यही भएर मेरो चाहिँ खान्छ। अनि एकछिन भुटिसकेपछि मैले बेसार हाल्थेँ। बेसार हालेपछि मैले एकछिन मात्र भुटेँ है त्यो प्याजहरू, किनभने पछि मासु भुट्दा धेरै डढेर त्यो हुन्छ नि त। त्यही भएर मैले अलिअलि मात्र रातो बनाएँ प्याज। अनि माथिबाट मासु हालिदिएँ साथीहरू। मासु हालिसकेपछि मैले चलाइदिएँ। चलाएपछि मैले एकछिन नुन हालिदिइहालेँ कि मैले त्यतिखेर नुन हालिदिएँ। नुन हालेर मैले स्वादअनुसार लाग्ने अनुसार स्वादअनुसार नुन हालिदिएँ। हालेर मैले मजाले चलाएर एकछिन ढाकिदिएँ। ढाकेर छोपेर एकछिनपछि हेर्दा मेरो मासुमा पुरै पानी आएको थियो साथीहरू। अनि मैले यत्तिकै ढक्कन नलाइकन एकछिन भुट्न छोडिदिएँ। अनि मेरो मासु चाहिँ भुटेर यतिको भइसक्यो, त्यो पड्किन थालिसकेको थियो। अनि मैले त्यसमा चलाइदिएँ एकचोटि। अनि चलाएपछि अनि मैले अदुवा लसुनको पेस्ट पिसेर राखेको थिएँ, मैले अदुवा लसुनको पेस्ट हालिदिएँ। अनि एकछिन चलाएर ढक्कन लगाइदिएँ एकछिन बिर्को मात्र। अनि जिरा धनियाँको एकछिनपछि जिरा धनियाँको धुलो हालिदिएँ। अनि एकछिन पकाइसकेपछि मैले टमाटर पनि हालिदिएँ। टमाटर हालेर चाहिँ मलाई एकदम मिठो लाग्छ है साथीहरू। जेमा पनि मलाई टमाटर हाल्छ। अनि मेरो मासु यत्तिको भइसक्यो थियो, हेर्नु टाँसेर सबै टाँसिसकेको थियो। अनि मैले थोरै त्यसमा पानी हालिदिनु पऱ्यो। अनि पानी हालिदिएँ, थोरै पानी हालेर मैले एकछिन छोपिदिएँ। छोपिसकेपछि यत्तिको सबै त्यो डढेको मसलाहरू सबै निस्क्यो नि त, नत्र त मिठो हुँदैन। अनि मैले पानीमा सिटी लाउन भनेर 2 कचौरा पानी हालिदिएँ। अनि हालेर मैले 3-4 सिटी लगाइदिएँ साथीहरू। मैले चाहिँ बिर्को लाएर सिटी लगाउन छोडिदिएँ। मेरो सिटी पनि लाग्दैछ, 3-4 सिटी लगाइदिएँ मैले। अनि सिटी लागेपछि मेरो मासु पनि यत्तिको भएको थियो साथीहरू, रस खाने भनेर है। अनि रेडी भयो मासु पनि। धनियाँ चाहिँ थिएन मसँग, पाते धनियाँ त थियो, त्यही नै मैले हाल्नै बिर्सेछु। त्यही पनि ठिक छ, मिठो भएको थियो मासु है। हजुरहरू पनि यसरी बनाएर ट्राई गर्नु होला एकचोटि, कस्तो हुन्छ है। बाई साथीहरू।